सम्पूर्णमा नमस्कार र यहाँहरूलाई म इन्भेस्ट विथ मी युट्युब च्यानलमा स्वागत गर्दछु है। आज चाहिँ मैले तपाईँहरूलाई चाहिँ हामीले कसरी मुभिङ एभरेजका आधारमा स्विङ ट्रेड गर्न सक्छौँ भन्ने एउटा ट्रेडिङ सेटअप लिएर आएको छु है। अब यदि तपाईँलाई यो भिडियो मनपर्छ भने यो च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है। नजिकको बेल आइकन दबाउनुभयो भने हामीले राखेको भिडियोहरू तपाईँहरूमा आउँदाखेरि नोटिफिकेसन पनि प्राप्त हुन्छ है। अनि भिडियो अन्तिमसम्म हेर्नुहोला र लास्टमा मैले यही सेटअपका आधारमा वाचलिस्टहरू पनि दिनेछु है। तपाईँले त्यो वाचलिस्टहरू पनि हेर्न सक्नुहुन्छ है, अध्ययन गर्न सक्नुहुन्छ। र यो एउटा नितान्त एजुकेसनल पर्पजको लागि बनाएको भिडियो हो। यसैलाई आधार मात्र मानेर कुनै पनि ट्रेडिङ इन्भेस्टिङ नगर्नु होला है त। ल पहिला अब हामी यहाँ एनएफसीको चार्टमा छौँ है, इन्डिकेटरमा जान्छौँ हामी। त्यसपछि हामीले मुभिङ एभरेज भन्ने इन्डिकेटर लगाउँछौँ है। यो हामीलाई तीनटा मुभिङ एभरेज हेर्छौँ हामीले है। पहिलो 9 छ, यसलाई चाहिँ हामीले के गराउँछौँ त, यसलाई हामीले 10 बनाउँछौँ। 10 डेजको मुभिङ एभरेज हेर्छौँ। त्यसपछि हामी फेरि मुभिङ एभरेज लगाउँछौँ है। त्यो मुभिङ एभरेज चाहिँ हामीले कति दिनको लगाउँछौँ त भन्दा 35 डेजको है। यो मुभिङ एभरेज हामीले 35 डेजको बनाउँछौँ है। यसको अनि हामीले कलर पनि के गरिदिन्छौँ, चेन्ज गरिदिन्छौँ, येल्लो कलरको बनाइदिन्छौँ है। त्यसपछि अर्को मुभिङ एभरेजलाई चाहिँ हामीले 200 डेजको बनाउँछौँ है त। यसलाई चाहिँ हामीले 200 डेजको बनाउँछौँ। यसको पनि हामीले कलरमा चाहिँ अलिकति यसमा हामीले कस्तो कलर राखौँ त, यसमा चाहिँ हामीले पिङ्क कलर राख्छौँ। यसलाई चाहिँ हामीले पिङ्क कलर राख्छौँ है। अब यो इन्डिकेटर साथसाथै हामीले मुभिङ एभरेज साथसाथै अर्को आरएसआई इन्डिकेटर पनि लगाउँछौँ है। आरएसआई पनि लगाउँछौँ। अब हामीले यो स्ट्राटेजी अनुसार ट्रेड गर्नको लागि पहिला के गर्छौँ भने बुझ्छौँ है। पहिला 10 डेजको पहिला हामीले यिनी दुईटालाई चाहिँ के गरिदिउँ त, बन्द गरिदिउँ। 10 डेजको लाग्यो, ठिक छ। अब 35 दिनको लाग्यो। अब हेर्नु पर्यो है, के गर्ने भने 35 दिनको मुभिङ एभरेजलाई 10 डेजकोले काट्नु पर्यो यसरी है। मुनिबाट माथि काटेको हुनु पर्यो है, मुनिबाट माथि काटेको हुनु पर्यो। त्यो चाहिँ हामीले खोज्नु पर्यो। यहाँ हेर्नु त, यहाँ पनि काटिया छ, 22 सिङ्गल आयो, एउटा मुभ गयो। यहाँ फेरि काटेर 22 सिङ्गल आयो, एउटा मुभ गयो। यहाँ फेरि काटेर 22 सिङ्गल आयो, एउटा मुभ गयो। अब यहाँ काटिया छ, सेल गरियो है। यहाँ फेरि काट्न खोजिया छ, तर के गर्यो, जान सकेन। यहाँनिर हामीले स्टप लस गरियो, त्यो गर्न सकिन्छ। अब तर यसमा अब हामीले 200 डेजको काम भएन भन्नु होला। 200 डेज भन्दा माथि चाहिँ स्टकको के हुनु पर्यो, प्राइस बसेको हुनु पर्यो। यदि 200 डेज भन्दा बिलो छ भने त्यसमा चाहिँ हामीले ट्रेड चाहिँ गर्दैनौँ, स्विङ ट्रेड। अर्को चाहिँ हामीले चाहिँ आरएसआई 50 भन्दा बिलो छ भने त्यस्ता स्टकमा पनि हामीले के गर्दैनौँ र, ट्रेड गर्नको लागि हेर्दैनौँ है। अब के गर्ने भन्दाखेरि हामीले हाम्रो क्राइटेरिया के हुने भयो त भन्दा 35 डेजकालाई चाहिँ त्यसले 10 डेजकोले क्रस गरेको हुनु पर्यो र त्यो स्टक चाहिँ 200 डेजको मुभिङ एभरेज भन्दा माथि बसेको हुनु पर्यो। बल्ल त्यस्तो स्टकमा चाहिँ हामीले त्यो क्रस गरेको अर्को दिनको बुलिस क्यान्डलमा चाहिँ हामीले के गर्न सक्छौँ, इन्ट्री गर्न सक्छौँ है। यस्तो अझ हामीले सपोर्टको एरियामा पाइयो भने त्यो अझै राम्रो सेटअप हुन सक्छ है। त्यसमा चाहिँ हामीले प्रफिट गेन गर्ने चान्स एकदम हाई हुन्छ है त। यस्तो खालको सेटअप हामीले अझ सपोर्टको रिजनमा आइराख्दा पाइयो भने चाहिँ है। अब हामीले बिस्तारै एउटा स्टकमा जाउँ है। पहिलो स्टक चाहिँ मैले फाइनेन्स सेक्टरबाट ल्याएको छु, एउटा एमपिएफएल भन्ने स्टक छ है। अब यसमा पहिला हामीले के गरौँ त, त्यस्तै गरेर 10 डेजको मात्र लाउँ है। 10 डेजको ठिकै छ। त्यसपछि अब 35 डेजको हेर्नु त, 35 डेजको मुभिङ एभरेजलाई भर्खर 10 डेजमा चाहिँ के भइरहेको काटेको छ। अब यसको हिस्ट्री हेर्छौँ भने जतिपति टाइम अब यो 35 डेजकालाई 10 डेजकोले काटिरहेको छ मुभिङ एभरेजले, एउटा स्विङ चाहिँ के भएको छ त, गइरहेछ
यहाँ गयो होइन, यहाँनिर सेल दियो, हामीले सेल गरियो, फेरि यहाँ इन्ट्री गर्न सेटअप बनाइदियो, एउटा स्विम दियो है, फेरि सेल यहाँ भयो। त्यसपछि अब कहिलेकाहीँ चाहिँ यसरी सानो स्विम पनि दिन सक्छ, कहिलेकाहीँ छिटै स्टप लस हिट पनि हुनसक्छ है। यसमा पनि के भएको छ त, भर्खर 35 डेजको लागि 10 डेजले के गरेको छ, क्रस गरेको छ। अनि हाम्रो स्टक चाहिँ 200 भन्दा माथि छ कि छैन भन्दाखेरि 200 भन्दा माथि पनि छ है त। अब आरएसआई पनि चेक गरौँ, आरएसआई चाहिँ 50 भन्दा माथि छ त, छ, 51.20 को रिजनमा छ है। भनेपछि अब यसमा चाहिँ हामीले के गर्न सकिन्छ त, ट्रेड लिन सकिन्छ। हाम्रो पहिलो टार्गेट यही 680 को जोन हुन्छ। त्यसपछि अर्को चाहिँ हामीले 740 सम्मको टार्गेट राख्न सक्छौँ। अब हामीले यो स्विङ ट्रेड लिइसकेपछि बेच्नको लागि चाहिँ जब जब टार्गेटमा पुग्छ, केही पोर्सनमा मैले बेच्छु होइन, पहिलो टार्गेट पुग्दा चाहिँ 50% बेच्छु, त्यसपछि अर्को होल्ड गर्छु, अर्को टार्गेटमा 50 बेच्छु भन्दा पनि भयो। अथवा एकैचोटि चाहिँ जब फेरि यो माथि गएर तल क्रस गर्न थाल्छ, 35 डेजको लागि चाहिँ 10 डेजकोले क्रस गर्छ, त्यति बेला माथिबाट क्रस गर्छ, त्यति बेला सेल गर्छु भनेर होल्ड गर्न पनि सकिन्छ। यो दुईटा मेथडबाट तपाईँले सेल गर्न सक्नुहुन्छ। बेटर चाहिँ यसले चाहिँ हामीले जब जब टार्गेटहरू हिट गर्छ, केही पोर्सनहरू सेल गर्नु पनि फाइदै हुन्छ है त। अब अझै अर्को स्टक हेरौँ है, हाइड्रो सेक्टरबाट माउन्टेन इनर्जी भन्ने स्टक हेरौँ है। अब यसमा पनि सेटअप हेरौँ कस्तो छ। पहिला 10 डेज हेरौँ, ठिक छ। त्यसपछि 35 डेजलाई कस्तो मिठो क्रस गरेको छ है, स्टक साइडवेजमा पनि यहाँ बसिरहेछ। त्यसपछि अर्को हेरौँ, 200 डेज भन्दा यो माथि छ है। अब कन्फर्मेसनको लागि हेर्नलाई के गर्ने त भन्दा, जति जति बेला चाहिँ 35 डेजकोले 10 डेजकोले 35 डेजलाई क्रस गरे एउटा स्विङ देखा, यहाँदेखि हेर्नु त कस्तो मिठो स्विङ देखा, यहाँ बल्ल सेल दियो, फेरि स्विङ दियो, यहाँ सेल दियो है। कहिलेकाहीँ चाहिँ यस्तो गरेर सानो स्विङ मात्र पनि दिन सक्छ, बढ्नु नसक्छ, त्यतिखेर चाहिँ हामीले सेल गर्न सक्नु पर्यो है। सेल भएको सेटअपमा चाहिँ अहिले ठिकै छ। फेरि यसमा पनि यो जति फेरि बाई सिग्नलको प्रिपेयर गरेको हो कि जस्तो देखिरहेको छ है त। अब यसको हामीले टार्गेट हेर्छौँ भने पहिलो टार्गेट चाहिँ 625 देखि 30 को राख्न सकिन्छ। त्यसपछि 650 को टार्गेटमा अगाडि बढ्न सकिन्छ है त हामी। अब अर्को एउटा स्टक हेरौँ, यो चाहिँ म्यानुफ्याक्चर सेक्टरबाट है, शिवम है त। यो शिवमलाई हेरौँ है, शिवममा के छ, पहिला मुभिङ एभरेज लगाउँ, 10 डेजको मुभिङ एभरेज छ, ठिकै छ। 35 डेजलाई क्रस गरेछ, यसमा पनि हामीले हेर्न सक्छौँ 200 भन्दा माथि छ है। अब यसका टार्गेटहरू कति हुन्छ, पहिलो टार्गेट चाहिँ 660 70, त्यसपछि अर्को 710 सम्मको राख्न सकिन्छ। तर यसमा एउटा हाम्रो क्राइटेरिया मिट भएन। कुन क्राइटेरिया मिट भएन भन्दाखेरि यसको आरएसआई चाहिँ 50 भन्दा माथि छैन होइन। यो चाहिँ अब हामीले फेरि ट्रेड गर्ने भने 50 भन्दा माथि गयो भने ट्रेड गर्न सक्छौँ बल्ल है त। अझै एउटा स्टक हेरौँ यस्तै है, जिएलएच है, ग्रिन लाइफ हाइड्रो। अब यसको पनि हामीले के गर्छौँ, पहिला 10 डेज लाउँछौँ, 10 डेज ठिकै छ। त्यसपछि 35 डेज लाउँ, 35 डेजलाई 10 डेजले क्रस गरे यस्तो यस्तो क्रस हुँदा राम्रै स्विङ दिइरहेछ है। पहिला पनि यो सेटअपको आधारमा ट्रेड गर्न सकिन्छ होइन। तर के गर्ने, 200 डेज भन्दा माथि छ त, आरएसआई के छ 50 भन्दा माथि छ, तर स्टक प्राइस 200 भन्दा माथि छैन। भनेपछि यसमा पनि हामीले सेटअप लिँदैनौँ है त। भनेपछि अहिले हामीले हेर्ने भने भर्खर हेरेको स्टक मध्ये दुईवटा स्टकमा चाहिँ हाम्रो आधारमा सेटअप भेटाइयो है। एउटा चाहिँ माउन्टेन इनर्जी छ है, यसमा ठिकै छ सेटअप है, 200 भन्दा माथि छ, 35 लाई 10 ले क्रस पनि गरेको छ। हिस्ट्री हेर्ने भने जति बेला त्यस्तो गरेको छ एउटा स्विङ दिएकै छ, आरएसआई पनि 50 भन्दा एबोभ छ। अब अर्को हेरौँ, एमपिएफएल है, यसले पनि हाम्रो सेटअपलाई चाहिँ के गरेको छ, मिट गरेको छ है। जब जब यस्तो सेटअप मिट भयो अथवा क्रस गरे तब एउटा स्विङ दिएकै छ है। अहिले पनि त्यही स्विङको लागि तयारी गरेको कि जस्तो देखिन्छ है। यो चाहिँ 50 भन्दा आरएसआई माथि पनि छ है त। सबैजनालाई अन्तिमसम्म भिडियोहरू हेर्नुभएकोमा धन्यवाद। अब तपाईँले यसैको आधारमा मात्र ट्रेड नगर्नुहोला, एकचोटि आफूले पनि अध्ययन गर्नुहोला र ब्याक टेस्ट गरेर तपाईँलाई यदि यो ट्रेडिङ मेथड चाहिँ अथवा यो ट्रेडिङ सेटअप चाहिँ मन पर्यो भने ब्याक टेस्टबाट पनि सक्सेस भयो भने तपाईँले आफ्नो ट्रेडमा चाहिँ यसलाई इम्प्लाइड गर्न सक्नुहुन्छ है।
फेरि पनि भने नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला, नजिकको बेल आइकन दबाइदिनु होला, लाइक कमेन्ट गरिदिनु होला है। भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला है त। धन्यवाद है।